फेरि आजको दिनमा आजको डेटमा फेरि एउटा कसरी हर चाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार फर्कायो चाहिँ नहाल्नु भनेर लागिहाल्यो लो भनेर नहालेको आफूलाई पनि मन नपऱ्यो उल्टो त्यसले गर्दा फर्काएको र चाहिँ हालिहाल्यो होइन पैसा दिएर खानु बस्यो पायो भनेदेखि अहिले छोड्नु त्यहाँ डेडलाइन कति रे ढम्म कति हुन्छ रे 60 भन्दा मुनि छैन के ल ढम्म कति हुन्छ रे 65 भन्दा मुनि छैन रे यता आएर भन्नु न एकचोटि ल 65 भन्दा मुनि छैन ल 65 भन्दा मुनि छैन कि हो आस्ते खेल उतार्दाखेरि 60 भन्ला भन्दा मुनितिर चाहिँ छैन के यो सिधै कुरा 60 यता 65 म त 55 यता 55 है 57 कति 57 ल यता 57 तपाईँ कति हो 60 60 यता नि 60 60 चाहिँ छ आइनगा के भन्नुहुन्छ 60 नै हो तेरिका अम्मा के भन्नुहुन्छ हेर सुनिमा म पनि सबैले भनेको पास हो बाउमा त कदर हुन्छ धेरै त 60 निस्क्यो नि जेनजी कमान्डर ल यो हाम्रो आज काट्न गइरहेको गरेर आएको कति भेट्ला हजुरले हजुरको विचारमा ल भन्नुहोस् दाजी कति हो म 57 म त धेरै कति हो 65 होइन 60 को तलमाथि 1 2 हो 59 देखि 61 सम्म ल त्यहाँ अड्केकै पान्न मिलेन हाम्रो रागो भागेको अवस्था है डोरी चुडाएर अनि यहाँ फेरि डोरी बाँध्ने कार्यक्रम भइरहेछ डोरी समात्दैछौँ हामी के छ आजको कति हजार भेट्ला रागोले मैले 57 57,000 कोही 55 छ कोही 57 कोही 59 मैले चाहिँ 63 भनेको छु है 63 कसैले 65 भनिरहेको छैन जोखेसी ठ्याक्कै पारिदिन्छु म ल दोसी ठेकै पार्नुहुन्छ नि त ल म 65,000 अन्त 65,000 65,000 ठिक छ लगभग कति 1 किलो चाहिन्छ होला हैन 8 10 चाहिएला नि त 12 15
सुरेश दाई के दसैँ हो अरू दुई चार शब्द के जान्छ कि दसैँको धेरै धेरै शुभकामना सबैलाई हाम्रै अहिले यहाँ पालो काट्ने कार्यक्रम भइरहेको छ बोल्यो जान्दैन भने छोडिदिइहाल्नु न जाने अङ्कल खै के भन्नु थियो दाइलाई बिगार्छ भनेको भन्नु पऱ्यो नजान्ने पछि बिगारेको झ्याउ हुन्छ जाली मान्छे हामी गाडी खाइन्छ हैन अहिलेदेखि देखि दिएर भयो डिजिटलै ठिक हुन्छ कि 100 किलो एकचोटि झ्याप्पै जो पनि है 5 किलो त हैन त्यो झ्याप्पै हाले 2 जोड जोखेपछि त्यो ठिक हुन्छ क्या अब के त्यो एकचोटि ल्याए सुकिन्छ 2 जोड जोखि भनेको थियो कति कति भेट्छ अझ हाम्रो यो आगोले अघि नै भनिसकेको छु त मैले यार कति 65 तपाईँ बिर्सिनु भयो नि 60 देखि 62 सम्म भनेर हो कि दाइ भने भनेको सबैले जाने है भने सबैले जाने है नै हुन्छ मन नजाने रे साँच्चै नि हो के त्यो त यार जाने काम त गरे त्यो यार के अरे टोल्स दोहोरो खेल्यो पनि भयो अरे भने भन मलाई भयो भने मलाई भन धेरै भयो त्यो उसलाई ट्राई गर्नु गर्दा दोहोरो खेले दोहोरो खेलेन दोहोरो खेल्नु पर्यो खेले दोहोरो खेले भयो कता ए हो के भएर बोल्नु नि पऱ्यो भन्नु नि पऱ्यो नि त पर्यो पर्यो ल दुई चार शब्द हजुरले भनिदिनु नि त अनि यो त हड्डी हो हाम्रो दसैँको उपलक्ष्यमा पहिलो दिन चाहिँ पूजा त हुँदैन फुलपातीको दिनमा चाहिँ राहुकाटी कार्यक्रम चलिरहेछ भोलि चाहिँ मौलो पूजा गरेर सबैजनाको पूजाको थाली ल्याएर फेरि विशेष पूजा नै हुन्छ विशेष कार्यक्रम पनि भोलि हुँदैछ भोलि फेरि आफ्नो पाडो काटिन्छ मौलोमा आज पनि यो पाडो त दसैँकै लागि काटेको हो पाडोको अब लगभग 60 धारीको पाडो काटियो अब यहाँ भाइले हड्डी उतातिर सबैले उता मासु गर्दैछन् सबै काम गर्दैछ दसैँको सबैलाई शुभकामना धेरै खास पर्दैन अनि यो 26 भयो अब यो गराउनु पर्यो 27 हारे भन्नु न हारे उयो भा तनी सेवा ट्याक्कै पनि 55 धार्नी भनेको के 55,000 भनेको धार्नी धार्नी भनेको ठ्याक्कै मिलेको थियो नि धार्नी भनेको ठ्याक्कै मिलेको कति हो धार्नी यो पुगेपछि 55 त भइसक्यो 55 धार्नी अनि त्यो छँदैछ अझै त्यति 55 धार्नी त्यो अनि यो भसेन अझै भसेन 56 धार्नी भयो जम्मै यो मासु निकाल्यो सबै यो गऱ्यो भने बल्ल 55 धारी हुन्छ कि पुगेको छैन यसमा 1.5 किलो जान्छ कहाँ जाने 1.5 किलो आधा किलो जान्छ होला त्यहाँ 1.5 किलो चाहियो ए यार गफै मात्रै भयो कि कहाँ 1.5 किलो चाहिन्छ कि त्यहाँ चाहिन्न त्यो 1 किलो मात्रै हो त 2 किलो राख्दा अलिक कम भयो यस्तो छ त्यही भएर भनेको न तर के छ उहाँ भन्नु तपाईले ल ओके भन्दिनु कि चाहिँ हैन तपाईको उ हेरी तपाईँले भनेपछि म नै त्यो आइको एक सित कि पहिले जोखे नि एक त्यो सित भयो कि 27 किलो 54 भयो 55 धार्नी भयो पहिलासम्म अहिलेलाई एक धार्नी बनाइदिएर 56 गराइदिएछ है त अहिलेको यो एक धारी पहिले फोटो खिचेको छ यसले ठिक छ
नौरथा की दुर्गा माई, तिहारा की लक्ष्मी, पिरती की देउराली, लैबरी लाई लाई, लैबरी लाई लाई। नौरथाको दिया बाती, डोलीमा फूल पाती, लैबरी लाई लाई, लैबरी लाई लाई। आज हाम्रो अष्टमी पूजा हुँदैन अरू तँलाई सिफ्ट गरिदियो भने भन त्यसले भन्छ के कोटो फुल्यो बारीमा लरीले धानको बाला झुल्यो खेतैमा कति राम्री देखिन्थ्यो बरीले जमरा र रातो टिकैमा धेरै बोलिसक्यो। ल आज हाम्रो अष्टमी पूजा पाडो कति हुन्छ? पाडो कति हुन्छ? लक्ष्मण श्रेणीको 3500 र 35,000। हाम्रो आज अष्टमी पूजा हुँदै यहाँ कुकुरको चाहिँ नि गन्ध पाखा क्या यो कपडामा जुत्तामा अनि हाम्रो अष्टमी पूजा गाइस। बलियो कति बलियो दसैँको चौधरी कार्यक्रम जय हो नजुमा माता की जय। हालिसक्यो। अब जाने हो र त्यही भएर अब पूजा मात्रै गर्दै पूजा गरेर होइन पूजा भयो अब नागो चाहिँ काट्दैछौँ अब एकछिनपछि यसलाई अब आजको दोस्रो नाग हो। दोस्रो राग हाम्रो दसैँ हिजो एउटा काटियो होइन? हजुर आज दोस्रो होइन त यो? एकदम किन गराउनु परेछ तिमीलाई? छोड्नु त बेला हान्न छोड्नु त्यो छिन्न लागिसक्यो। पोजिसनमा चिन्दैन होला नि चिन्दैन होला नि अहिले हुँदैन नछोड्नु तपाईँले तिमीले नि यस्तो पूजा त खुब खोजेर हिँड्छौ। दसैँको पहिलो जमाना कस्तो लागिरहेको एकदमै रमाइलो 2022 सालको विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना सबैलाई म व्यक्त गर्न चाहन्छु। धन्यवाद। झट्ट लाएर चाहिँ नि मौलो पूजा पनि गरियो, टिको टाउलो पनि भइरहेछ। हाम्रो पुजारी दाइले जेठाबाट दाइले चाहिँ नि टिका जमरा लगाएर चाहिँ नि आज
रमाइलो भइरहेछ ल खोइ खुट्टा ल खै अब क्यामेरातिर ल अङ्कल ल हेप्पी दसैँ है ल आजदेखि हाम्रो अष्टमी सुरु भयो जमरा टिका सुरु भयो लगाइयो टिका लगाइयो ठुलो बडाको आशीर्वाद लियो टिका लगाइयो अब दाउ लिएर मासु काट्नलाई रेडी ल विजयादशमी हो हाम्रो जेन्जी पुस्ताले गोर्ची उठाउँदै हुनुहुन्छ राँगो पोल्नको लागि है यो चाहिँ राँगो पोल्नको लागि ल हेप्पी दसैँ ल यसलाई पनि गाइदिएको ढङ्ग धानको बाला छुट्यो खेतैमा कति राम्री देखिन्थ्यो के अरे तास खेल्न मन लाग्यो होइन मन लाग्दैन भने यहाँ चाहिँ कसैलाई डिस्टर्ब नगर जहाँ खुरुक्क लगाएर खाने बेला फेरि टाइममा आउने खाने बेला टाइममा आउने छैन पनि खाने हुन्छ नखाउँ होला कोही बोल त ल हेरौँ त कस्तो बोल्दो रहेछ ल त बोल्नु पर्यो नि त बोल्ने हो हामी बोल्ने हो ल बोल त बोल हामी यहाँ ल भन् त ल हेरौँ कस्तो के कुरा भएर भन्न त ल दाइलाई नै भनिदिएको छु मैले कि चाहिँ अझैको जग्गा रोप्न पर्यो नाम निस्क्यो हजुर म रोपिदिन्छु लागु खर्च दिनु बिक्रीमा गराइदिन्छु पछि त्यहाँ पहिला डोजर लाउँछु त्यहाँदेखि खाल्टा खनाउँछु बिरुवा रोपिदिन्छु रोपेपछि हजुर हेर्नु जानु अनि खाना पनि खायो यसले लै झरीवाला लाग्ने त्यसो भागा पऱ्यो जयहरू पनि छ अर्को भागा मैले त भोकेर आएको ल जयरी है ल तयारी अब खाँदा हुन्छ यस खाँदा हुन्छ अब चिउरा त हालिदिनु मासु मैले म त खाइहाल्छु यो थोरै हुन्छ है यो मेरो भएको गाई मलाई यो थोरै हुन्छ है अहिले म भातै खाएन आज चिउरा मासु खान भने भातै खाएन अहिले
दसैँमा यस्तो होस् कि हुन्छ नि आइज नि त